नेप्से बजारका कुराको अङ्क 9 मा यहाँलाई स्वागत छ। धेरै लगानीकर्ताहरू नेपाल स्टक एक्सचेन्ज मतलब नेप्सेमा सूचीकृत कम्पनीहरूको शेयर कारोबारबारे त जानकार नै हुनुहुन्छ, तर नेप्सेमा सूचीकृत नभएका वा सूचीबाट हटाइएका पब्लिक कम्पनीहरूको शेयर किनबेच चाहिँ कसरी हुन्छ होला? आज हामी यही विषयमा अलिकति गहिरेर कुरा गरौँ है त। ओभर द काउन्टर अर्थात् ओटीसी। ओभर द काउन्टर अर्थात् ओटीसी। नमस्ते। ओटीसी बजार भनेको चाहिँ नेप्से जस्तो औपचारिक एक्सचेन्ज प्रणालीभन्दा बाहिर हुने कारोबार हो। यहाँ नेप्सेको जस्तो केन्द्रीकृत अटोमेटिक सिस्टम हुँदैन। केन्द्रीकृत हुँदैन? हुँदैन। बरु कारोबार ब्रोकर डिलर नेटवर्क मार्फत हुन्छ। मतलब सिधै क्रेता विक्रेता बीच वा तोकिएका मध्यस्थकर्ताहरूबाट आपसी सहमतिमा पनि हुन सक्छ या नेप्सेले तोकेको प्रक्रिया अनुसार। यसको लागि नेप्सेले ओटीसी बजार सञ्चालन विनियमावली 2065 भन्ने बनाएको छ। 2065 में? हो, विनियमावली त्यति बेलै आएको, तर खास कारोबार सुरु हुन चाहिँ 2072 साल लाग्यो। 3 महिनामै करिब 2.25 अर्ब रुपियाँ बराबरको कारोबार भइसकेको छ। हो र? 2.25 अर्ब? त्यो त पहिलेको वार्षिक औसत भन्दा पनि धेरै हो। हो नि, निकै बढियो। यसले त खै सूचीकृत नभएका कम्पनीमा पनि लगानीकर्ताको चासो बढेको जस्तो देखायो। सायद बढी नाफाको खोजी पनि होला। अहिलेसम्म करिब 206 वटा कम्पनी ओटीसीमा दर्ता भइसकेछन्। 206 वटा? कस्ता कस्ता कम्पनी छन्? यसमा त होटल, अस्पताल, केबल कार अनि जलविद्युत, इन्टरनेट कम्पनीहरू पनि छन्। जस्तै भर्खरै वर्ल्डिङ कम्युनिकेसनको शेयर प्रति किता 9,375 रुपियाँमा कारोबार भएको देखियो। अनि काठमाडौँ मेडिकल कलेजको चाहिँ प्रति किता 259 रुपियाँ 76 पैसामा। भनेपछि कारोबार त राम्रै भइरहेको रहेछ। अब यसको प्रक्रिया चाहिँ नेप्सेको भन्दा अलि फरक छ, होइन त? हो, त्यो बारेमा अलि बताइदिनुस् न। यसमा कस्तो हुन्छ भने विक्रेताले आफ्नो शेयर बेच्न चाहेमा पहिला त कम्पनीबाट प्रमाणित गराउनु पर्यो, शेयर धनी दर्ता किताब अनुसार। अनि बल्ल नेप्सेमा बिक्री आदेश सेल अर्डर दिने। क्रेताले चाहिँ खरिद आदेश बाई अर्डरसँगै किन्न चाहेको शेयरको कुल मूल्यको 10% रकम पेस्की जस्तो बुझाउनु पर्छ। 10% पेस्की? हो, 10%। त्यसपछि नेप्सेले यी खरिद र बिक्री आदेशहरूलाई मेलाउँछ, दर्ता क्रम र मूल्यको प्राथमिकता हेरेर। अनि शुल्क नि नेप्सेको जस्तै हो कि फरक छ? अलि फरक छ। 25,000 सम्मको कारोबारमा 0.20%। 50,000 सम्म 0.18%। अनि त्योभन्दा माथिको कारोबारमा 0.15% नेप्सेलाई तिर्नुपर्छ। यही शुल्कबाट फेरि 0.015% चाहिँ धितोपत्र बोर्डलाई जान्छ। अनि आयकर ऐन 2058 अनुसार पुँजीगत लाभ कर त लागिहाल्छ नि। भनेपछि यो बजारको मुख्य उद्देश्य चाहिँ सूचीकृत नभएका कम्पनीका शेयर धनीलाई सजिलो बनाउनु हो। खास गरी उहाँहरूलाई आफ्नो लगानी बेच्न, मतलब एउटा निकास दिनलाई हो। अनि कहिलेकाहीँ कम्पनी रजिस्ट्रार कार्यालयले नै अनिवार्य शेयर नामसारी वा किनबेच गर भन्छ। त्यस्तो बेला पनि यो माध्यम चाहियो। बुझियो। तर यस्तो बजारमा त अलिकति कम पारदर्शी होला, हैन? केही जोखिम वा नचाहिने गतिविधिहरू पनि त हुन सक्छन् नि। एकदम राम्रो प्रश्न। विनियमावलीले नै केही काम गर्न वर्जित गरेको छ। जस्तै कम्पनीको वास्तविक अवस्था लुकाएर, हल्ला फैलाएर मूल्य बढाउने काम गर्नु भएन। लगानीकर्तालाई झुक्क्याउने, अनावश्यक लोभ देखाउने, मिलेमतो गरेर कृत्रिम बजार बनाउने यस्तो गर्न पाइँदैन। चक्रीय कारोबार पनि त निषेध होला। हो, त्यो पनि। मतलब एउटै समूहले आपसमा किन्ने बेच्ने गरेर कृत्रिम रूपमा मूल्य वा कारोबार बढाउने काम गर्नु गैर कानूनी हो। अनि कम्पनीहरूको पनि दायित्व हुन्छ। मूल्यलाई असर गर्ने कुनै ठूलो निर्णय भयो वा वित्तीय अवस्था फेरियो भने तुरन्त नेप्सेलाई खबर गर्नुपर्छ। भनेपछि नियम त छन्, तर कार्यान्वयन कतिको हुन्छ त्यो महत्त्वपूर्ण भयो। हो नि। अनि चुनौतीहरू पनि छन्। जस्तो तपाईले भन्नुभयो, नेप्सेको मुख्य बजार जस्तो पारदर्शिता यहाँ पक्कै कम हुन्छ। कारोबार कम हुँदा तरलता मतलब लिक्विडिटी पनि कम हुन्छ। चाहेको बेला किन्न वा बेच्न गाह्रो हुने।
हो, चाहेको बेला क्रेता वा विक्रेता नभेटिन सक्छन्। अनि आम लगानीकर्तामा यो बजारबारे यहाँका कम्पनीबारे जानकारी पनि कमै छ। तैपनि यी सबैका बावजुद यो नेपालको पुँजी बजारको एउटा महत्त्वपूर्ण हिस्सा हो, कम देखिए पनि आवश्यक छ। साँच्चै एउटा कुरा सोचौँ न, नेपालमा करिब 1958 वटा पब्लिक लिमिटेड कम्पनीहरू छन् रे, तर नेप्सेमा त थोरै मात्रा छन्। हो, धेरै कम। अब यो ओटीसी कारोबार यसरी बढ्दै जाँदा के भविष्यमा यो अझ व्यवस्थित र पारदर्शी बनेर नेप्सेमा आउन नसकेका वा नचाहेका हजारौं कम्पनीहरूलाई पुँजी जुटाउन र लगानीकर्तालाई अवसर दिन यसले ठूलो भूमिका खेल्न सक्ला त? यो विचारणीय प्रश्न छ। यतिन्जेलसम्म हामीले सुनिदिनु भएकोमा धन्यवाद। अर्को अङ्कमा फेरि भेटौँला।